कविताको शीर्षक छ जहाज। म जहाज चढ्ने दिन नजिकै थियो। मनमा छुट्टै बेचैनी थियो। घरमा सबैजना निराश देखिन्थे। सानो छँदा आकाशमा उडेको देख्दा रमाउने यो मन। आज आफू त्यही जहाजमा उड्न खै किन किन यो मनले मानेकै थिएन। यदि मेरो देशमा भविष्य हुन्थ्यो भने, मेरो देशमा रोजगार मिल्थ्यो भने, मेरो देशमा भ्रष्टाचार हुँदैनथ्यो भने, मेरो देशका नेताहरूले देशकै लागि काम गर्थे भने, आज म जस्तै कयौं नेपाली दाजुभाइले निराश हुँदै यो जहाज चढ्नु पर्दैन थियो होला। देशको स्थिति, घरको परिस्थिति, साहुबाट लिएको ऋणको मिति मलाई एकटक हेरिरहेका थिए। रगत र पसिना बेच्न कसलाई पो मन हुन्छ र? बाध्यता र परिस्थितिले हामीलाई नचाहँदा यो जहाजमा चढाउँदो रहेछ। मलाई यो देशले नजा भन्दै थियो। मलाई मेरो देशको माटोले रोक्दै थियो। फेरि यता काँधले ऋणको भारी बोक्दै थियो। आफ्नो लागि भन्दा पनि छोरछोरीको भविष्य उज्जवल बनाउनु थियो। आउँदा दिनहरूमा मेरा बालबच्चाले मैले जस्तै शब्दहरू नपढुन्, नलेखुन्, कसैलाई नसुनाउँ। त्यसैले म त जसरी भए पनि परदेशी हुनु नै थियो। म भविष्य बनाउन जहाज चढ्दैछु। केही समयपछि म फेरि यही जहाज चढेर आफ्नै जन्मभूमि फर्कनेछु।